हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। के छ हल्लीचल्ली, आशा छ सबै सन्चै हुनुहुन्छ। अब आज हामी रियाक्सन गर्नेछौँ जलन प्रोको भिडियोमा। नयाँ भिडियो आएको रहेछ, गाँजावादी भर्सेस राजावादी है। भिडियो चाहिँ मजा आउँछ जस्तो छ, टाइटलबाट नै भिडियो रमाइलो छ जस्तो छ। ल हेरौँ है त कस्तो छ। ओके लेट्स गो। काका हजुर, राजालाई मेरो आन्दोलनमा आउनुस् बोल्दिनुस् भन्नुहुन्थ्यो। बोल्दिनुस् भन्थे बोल्दिनु भयो। उहाँलाई धेरै धेरै धन्यवाद छ। त्यही त एकदम खुसी हुनुहुन्छ होला हैन? म त खुसी हुने भइहाल्यो नि, तपाईहरु पनि त खुसी हुनुहुन्थ्यो नि। हाम्रो कुरा छोडिदिनुस्, तर हजुरबा चाहिँ अलिक दुखी हुनुहुन्छ जस्तो लाग्यो। सुनेर छक्क लाग्यो। हामीलाई साथ दिन तर केमा साथ माग्नु भएको बुझेर पनि त बुझे जस्तो नगर्नुस् न, राजा फर्काउने रे। कता फर्काउने अझ मजा गर्दै गर्नुस् न, राजा फर्केपछि अनि थाहा पाउनुहुन्छ। फर्किने भने काठमाडौँ त होला नि, कहाँ फर्किने? सिंहासनमा त सम्भव छैन। काका हेर्नु त के भन्दै हुनुहुन्छ गोकुलजीले? गोकुल बासको राजा त गोकुल वासको झाडको कुरा। माय गॉड, दुर्गा प्रसाद चाहिँ डरो दिन्छ है फेरि। गरेको के हो थाहा छ? भुत्ला हो। भुत्लाको कुरा पनि गर्दैन। राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने, खिचडी एक पाक्दैन। खिचडी होइन, जनताले चाहे भने यहाँ त्यो लागेको दिन चाहिँ सबैलाई खबर गर्नु होला। अरू पार्टीका झोलेहरू पनि आउँछन् क्या खाने लागि। कम्तीमा 25 लाख नागरिकहरूको आज उपस्थिति भयो। 25 लाख ज्यादा नहीं है। 16 लाख दर्शक को दिखाओ, खच भरे हुए हैं। कैमरामैन जल्दी फोकस करो। कैमरामैन के सामने रहो तुम लोग। यो र्याली देखेर अवश्य पनि यो गाड गाडा गाड त होला। ओ माय गॉड, के भन्छ फेरि यार। ताई होला यही हल्ला छ, यही हल्ला। यो पुलिस भाइलाई आवाज नआउला आफ्नो ठाउँमा छ। तर अस्ति जुलुसमा चाहिँ धेरै रमाइलो भएछ। मलाई त रमाइलै मात्र लाग्यो त्यो दिन। अनि म चाहिँ नाचेको नाचेको हेरेको फेरि के नारा गाउँछ केपी ओली बोका हो, बोका हो केपी ओली बोका हो, गणतन्त्र धोका हो। सन्तान छैनन् भनेर त्यसरी हेप्ने हो। त्यो निसन्तान त ओलीले किन चाहियो? यत्रो देशैभित्र खानु पर्यो। ओ माय गॉड, राजा। ओ माय गॉड, अश्लील, असभ्य, गाली गलौज। यो जुलुस पूर्व राजाको स्वागत गर्न गएको। राम्रो काम गरेको थियो भनेदेखि अहिले भनिहाल्थे। राजावादीहरूको भिडमा गएर राजा ल्याएर नि केही ख्यासिन्न। नलाको गरी हान्थ्यो होला। जानकार बोले हो क्यों? उसके जुलूसमा जाने केही बिगार्दैन राजा, केही हुँदैन फेरि। अच्छा छ यार। ओ माय गॉड। यता फेरि अर्को बहादुर नेपालीले राजावादीहरूको भिडमा गएर राजाकै विरोध गर्दै हुनुहुन्छ। 17,000 मान्छे मर्या, किन राष्ट्र आउनु? खाएर चाहिँ ठिक छ, रमाइलो छ। मा उभिएर राजाकै विरोध। वाह, आठ त तैले गरेकै होस्, माने त मलाई ठेलठेलमा के गर्नु राजाले भन्नु पहिला? यो भाइले बहुत गर्यो। राजावादी जडगर यो भाइलाई तपाईँको कुरा छ भने आउनुहोस् त, यहाँ राख्नुहोस् त। एमालेहरूले यस्तै मान्छे पठाउँछन् क्या, गएर झमेला हालिदिनलाई पठाउँछ। कति गरेर कसरी पटेको छ फेरि? ठेलठेलमा बाउलाउ रे मेरो, बाउलाउ रे। के गरेको यो रक्सी खाएर? बिहानदेखि आन्दोलन हिँडिरहेको छु म। रक्सी आएर बिहानदेखि आन्दोलनमा हिँडिरहेको छु। के आन्दोलनमा हिँडिरहेको? कसको सपोर्टमा कसको विरोधमा पनि थाहा छैन। हातमा नेपाली झन्डा बोकेर राजाकै विरोध, बरु एमालेको झन्डा बोकेर विरोध गरे हुन्थ्यो नि। अर्को जनियालाई पनि हेर्नुहोस् यहाँ।
प्रहरी खोज्न आउनु भयो कि राजाको स्वागत डर लाग्दैन छ मान्छे हरायो भने पुलिसले खोज्छ यहाँ त उल्टी पुलिसले वरिष्ठ हो अरू वरिष्ठहरूको कुरा पनि सुन्नुहोस् यहाँ के भन्दै हुनुहुन्छ राजा चाहिएन अहिलेलाई राजा म पनि शहीद बन्ने बन्ने त मर रन्डीको छोरा राजाको लागि गोली खाने ठ्याक्कै देश विकास हुनु पर्यो कतै रोजगारको अभाव छ यहाँ पढाइ शिक्षाको अभाव छ राजनीति में नहीं उतरना चाहिए पढ़ो लिखो कुछ करो पढ़ना लिखना छोड़ो राजा बने राजनीति से दूर रहना चाहिए पढ़ाई लिखाई में ध्यान लगाओ और IAS बनो और देश को संभालो लेकिन पढाइ शिक्षाको अभाव छ स्कुल ड्रेस लगाएर झोलामा किताब बोकेर पढाइ शिक्षाको अभाव छ अरे प्रधानमन्त्रीज्यू के भन्न चाहनुहुन्छ विद्यार्थी बाबुलाई मेरो के सुझाव छ भने राम्रो पढ्नुहोस् अनि फेरि जानुहोस् त पाइन्न काम खोज्ने होइन काम सृजना गर्ने शिक्षा दिन गइराखेका छौँ देऊ हो अस्ति एउटा टिचरले विद्यार्थीको गाला सिकाइदिएछन् त्यस छन् टिचरहरू पालिका 6 मा रहेको प्रभात एकाडेमी बोर्डिङ स्कुलकी लेखापाल सुषमा श्रेष्ठले पन्यु तताएर विद्यार्थीको गालामा डामेर यातना दिएकी छन् के पारा हो म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन तर त्यति बेला मैले न्युज मिडियामा अहिले हेर्दाखेरि हाम्रो राजा हुने बेला सान के थियो राजाको सान थियो भन्दा पनि भित्र जनताको अवस्था कस्तो थियो भन्ने कुरा हो क्या मेन म चाहिँ राजतन्त्र हुने बेला सानसानो थिएँ मलाई राजतन्त्रको बारेमा खासै थाहा पनि छैन थाहा छैन भने यहाँ सुन्नुहोस् राजाको शासन यस्तो थियो म भन्छ राज परिवारले र दरबार हेर्न चाहेको मान्छे विदेश जान पाउँदैन पासपोर्ट चाहिँ दरबारभित्र बन्थ्यो बोल्ने स्वतन्त्रता थिएन सङ्गठन गर्ने स्वतन्त्रता थिएन महिलाहरूलाई यो लेभलको चाहिँ निर्णय प्रक्रियामा सहभागिता थिएन बुझ्नु पर्यो यो कुराहरू किनभने महिलाहरू त राजा ल्याउनुपर्छ भनेर उफ्रिँदैछन् त जब देश संहार हुन्छ तब महिला तीज लगाएर बजेका तीज आएर जस्तो छ 15 वर्षमा के बनाइदिनु भयो त कुन कुन ठाउँ बेच्नु भएको छ खोला नाला सबै बेचिसके यो पारी चाहिँ छैनै हो है हाम्रो नेपाल भन्नु बाबु यो सबै पहिला नेपाल हाम्रो सरकारले सिनेमा सरकारले बेच्मा राजा ल्याउनको लागि आओ ल्याइस राजा राजालाई यहाँ नारायण हिटीमा ल्याउँदैछ किन ल्याउने तर राजा ल्याउनुको उद्देश्य नेपाललाई नेपाल नेपाललाई नेपाल अहिलेको नेपाल छैन अनि के छ नेपालमा भनेर अनि उत्तर प्रदेशको सीएम को फोटो किन हो फेरि के सीएम योगी आदित्यनाथ के पोस्टर लहर रहे म योगी आदित्यनाथलाई भेटे पनि फोटो खिचेर हाल्छु के बिग्रिन्छ त मान इज्जत र प्रतिष्ठा भएको मान्छेले राज संस्था खोज्छ जो रात दिनै तपाईँको जाँड धोगेर आफ्नै सेलिब्रेटी बेच्न खोज्छ त्यसले राजा खोज्छ सुन्नुभयो नि उहाँको लोजिक जसले राज संस्थाको विरोध गर्नुहुन्छ उहाँहरू सबैजना जोडिए आफ्नो त्यस्तो चाहिँ हुनुहुन्छ तर त्यस्तो चाहिँ मान्छे जो पनि आओस् तर व्यवस्था सुध्रिनु पर्यो भनेर चाहिँ सबै जनता लागि परेको होइन यो कुनै रहर होइन के जनताले राहत पाओस् जनताको लागि काम होस् भनेर हो के त्यस्तो पनि त्यतिसम्म पनि राजनीति हामीलाई राजा चाहिन्छ राजाले के गर्यो भन्छन् क्या कहिले त्यही त सबैले राजाले के गर्यो भन्छन् होइन आज भनिदिनुहोस् त के गर्नुभयो मलाई चाहिँ अचम्म लाग्छ भने बाउले के गर्यो भने छोराले सोध्ने भने बाउले त तिमीलाई जन्म दिएको 65-66 भन्दा अगाडि चाहिँ विदेश धेरै कम जान्थे मान्छे किनकि यो देशमा रोजगारी थियो कल कारखाना थियो पञ्चायत कालमा त कस्तो थियो भने विदेशीहरू चाहिँ नेपालमा काम गर्न आउँथे विराटनगर जुट मिल थियो हेटौडा टेक्सटाइल थियो भिरकुटी काज कारखाना थियो र आज के भयो सरबका सब बन्द गर्ने हामी कदापि यो भ्रममा नपरौँ कि विगतमा नेपाल ठिक थियो भनेर विगतमा नेपाल ठिक थिँदै थिएन जति विकास भएका छन् ती अहिलेकै पालीमा आएर भएका छन् पहिलाको नेपाल त गोल्डन एरा भन्छन् कसको लागि गोल्डन एरा राणाको लागि कि राजाको लागि नेपाल कहिले पनि धनी थिएन कहिले पनि विकसित थिएन र गोल्डन एरा कहिले पनि थिएन गोल्डन एरा त अहिले चलिरहेको छ बरु किलोका किलो सुन समातिन्छ यो कुरामा नेपाल र नेपाली जनता अहिले जे जस्तो भए पनि यतिको सम्पन्न विगतमा कहिले पनि थिएन यो राजाको बेला विकास छैन भन्ने मुजिहरुलाई मैले भन्छु तपाईँ यहाँ चिक्ने पनि 20 वर्ष पहिला के भयो किन आसेको मेरो त 3 वर्षको मेहनत नि
आज राजा सडकमा आउनु धेरै खुसी नहुनु त्यो सबै राप्रपाले गर्दा आएको रे अनि आज आएर जम्मै 3 वर्षमा मेहनत गरेर माहौल बनाएपछि रापरवाले हामीले राजा ल्याएर आएको भन्छ, दुर्गा प्रसाद मैले भन्छ, के हो मैले गरेँ अर्काले गर्यो भन्छ, के हो कोही केही थाहा छैन। आफू लडिरहेको छ बिचबिचमा। हजुरको 3 वर्षको मेहनत होइन कि राप्रपाले गर्दा जम्मा भएको यत्रो भिड त्यतिकै हावामा हुन्छ। अनि राप्रपाले महानगरलाई गएर जरिवाना तिरेको देख्नु भएन? यता राप्रपाले जरिवाना तिर्दा आन्दोलन नै राप्रपाको आयोजनामा भएको सन्देश गएपछि व्यवसायी दुर्गा प्रसाई कड्किएका हुन्। नगरपालिकामा गयो अनि पैसा तिरेर हामीले गरेको। यसरी राजा चाहने विभिन्न शक्तिहरू बीच नै बेमेलको अवस्था बन्दा आन्दोलनमाथि नै प्रश्न उठेको छ। राजा ल्याउँछु भन्नेहरू नै मिल्नु हुँदैन। के राजा ल्याउनु हुन्छ त? अनि यिनीहरूले राजा ल्याउँछन् भन्ने तपाईँले कल्पना गर्नु भएको छ? राजालाई पनि गफ गर्दै सुरु दरबारभित्र पसेको के कहाँ ल्याएर कुर्सीमा राख्छन् अरे? म राजालाई हातमा समातेर लिएर दरबारमा लिएर जान्छु। पूर्व राजालाई लगेर सिंहासनमा बसाउने हो भने नारायण हिटी छिराउने। राजालाई अझै नारायण हिटीमा लगेर लिएर जाने भन्ने कुरा छ। अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा केन्द्र सरकारलाई राजा घोषणा गर्छौँ, नारायण हिटी छिराउँछौँ। के गर्नु दुईजना सँगै बसेपछि दुईटा कुर्सी राख्दैन के गर्छन्? त्यो सिरपेज छुन मात्र गयो भने गोलीले चाहिँ नि सिनो छेडिन्छ। हाम्रो त राजाको सिरपेज लिएर नारायण हिटीमा छिर्दाखेरि कोही रोक्न आयो भने हामीले फाँक गरेर भित्र छिराउने। जस्ती गर्न खोजियो भने नेपाली जनतालाई यो सही हो। हामी जनताले दिएको छ ल्याउँछौँ। जबसम्म प्रचण्ड जिउँदैछ तबसम्म राजा त के राजाको राह पनि आउँदैन। काटेर मारेर पनि ल्याउँछौँ राजा मुजी। चिनी बोलेर हुन्छ मुजी। If a king has to come, why does have it be like ज्ञानेन्द्र शाह? Please make someone else the king. किन ज्ञानेन्द्र शाह चाहियो? अरू राजा बन्न सक्दैन? हामी युवाले देशको भलो चाहने हो भने हृदयेन्द्रलाई राजा बनाऊ। झन्झटै खतम। लिलबुद्धलाई राजा बना बेस्ट नेपालको सेना बनाउँछ। रन्डीको छोरो तमाया चिक्ने कुत्ता साला कुकुर। लिलबुद्ध दाइ लिलबुद्ध राजा भन रन्डीको केटा होस् त। राजा हो म। कसरी राजा? हजुर को हो र? जङ्गबहादुरको दोस्रो रूप हो। हजुर जङ्गबहादुरको दोस्रो रूप हो भनेर कसरी पट्याउने? अब त्यहाँ हेड जुङ्गा हुँदैमा जङ्गबहादुर हुँदैन कोही पनि। पारसको देख्नु भयो त्यत्रो जुङ्गा? पारसले गर्दा खायो। मेरो गाछा पारसको जुङ्गा त लगाइरहेछ यार साकारको मागी। कसरी हो? भनेपछि पारस ठिक हो भन्न खोज्या हो? अहिलेको पारस शाह वास्तवमा भन्यो भने संवैधानिक राजा हुनको निमित्त सबैभन्दा उपयुक्त पात्र हो, जसको कुनै एम्बिसन छैन। साधारण जोगी सन्यासी राष्ट्र प्रेम बाहेक अरू केही नभएको व्यक्ति हो। पारस यो सत्ता र यो परमानेन्ट लागि लायकै छ। मेरा प्यारा देशवासीहरूलाई 5वटा मात्रै राजा रहनेछन्, एउटा बेलायतमा र 4वटा खेल खेलतासमा दुईवटा जोकर 4वटा मात्र राजा भनेछ याद गर्नु। एउटा बेलायतमा 4वटा खेलतासमा पक्का हो पनि हुन्छ। एउटा जोकर चाहिँ तपाईँ नै हुनुपर्छ। हामी राजा बजेर राजा फर्काउनै पर्छ। के गर्ने राजा फर्काउने? हजुरले त्यो 70 करोड झम्काउनु भएको थियो नि, हो त्यो असुल गर्न भयो भने राजा फर्काउने रे। बिल्कुल। नेपालमा राजा तपाईले देख्नु भएको? हजुरले पो चस्मा लाउनु भएको छ, आँखा कमजोर छोरा देख्नुहुन्न। हामीले त देख्छौँ नि। को राजा? राजा ज्ञानेन्द्र शाह थाहा छ नि तपाईलाई? ज्ञानेन्द्र त फटा हो, आफ्नो सन्तानलाई नाश गर्ने मान्छे हो। हाम्रो ग्रेट ज्ञानेन्द्रलाई रिस्पेक्ट गर। रन्डीको छोरा ज्ञानेन्द्रका एउटा छोरो पाल्न छैन यदि राजा खान पाइन्छ। राजाबाडी भएर के भनेको थियो? तपाईँ त राजावादी हो तर ज्ञानेन्द्रवादी हो, पृथ्वीनाथवादी हो, वीरेन्द्रवादी हो, महेन्द्रवादी हो, ज्ञानेन्द्रवादी होइन। मुकुन्दजी हजुरले भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ यो विषयमा? राजतन्त्र सामन्ती संस्था हो, त्यो सिद्धिसकेको नर्क हो। त्यो पनि वीरेन्द्रको राजतन्त्र भएको भए, दिपेन्द्रको राजतन्त्र भएको भए जनता कम्प्रोमाइज गर्थे, सहन्थे पनि। यो ज्ञानेन्द्रको यस्तो डर लाग्दो तन्त्रतिर कोही लाग्नु हुँदैन। राजा चाहिएन अहिलेलाई। राजा आऊ के बचाऊ। अब यो राजेन्द्र केटाकेटीको कुरा सुन्नु भन्दा नि बरु बाजेहरूको कुरा सुनौँ न, के भन्नुहुन्छ? राजा ल्याउन पार्ने हुन्छ यसरी लुकेर खाँदैन ती। राजा भए पो राजा हुनु। राजा त ज्ञानेन्द्र राजा भनेको वीरेन्द्र मात्रै हो। वेदको राजा वीरेन्द्र हो। वीरेन्द्रलाई पो लगेर चलाइयो त। ज्ञानेन्द्र त जिउँदैछन्। वीरेन्द्रलाई फर्काउन स्वर्गबाट हामी मान्छौँ। मान्छे कसरी फर्केर आउँछ के गाह्रो। जसले मुजी राजा चाहिन्न भन्छ त्यो रन्डीको छोरो यो।
ओके गाइस, ओके 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 ओके। तर चाहिँ राजावादी भन्दा पनि राजा र गणतन्त्रवादी भन्दाखेरि पनि जनताले चाहिँ देशको हालत बदलिने मान्छे खोजेको हो। विदेशीसँग गएर ऋण माग्ने, आफ्नो जोलेहरूलाई भर्ने, आफ्नो बोझा भर्ने मान्छे चाहिँ खोजेको होइन पक्कै पनि। साह्रै भइरहेछ नेपालमा होइन। छ नि अब राजावादी भन्दा पनि कतिपय हामीले पढेको हिस्ट्री बुझेअनुसार मैले चाहिँ होइन, एकचोटि इन्डिया र नेपाललाई चाहिँ इन्डियाको इन्दिरा गान्धीले इन्डिया र नेपाल मिक्स गरौँ, एकै ठाउँमा मर्ज गरौँ भन्दाखेरि चाहिँ राजा महेन्द्रले चाहिँ मर्ज गरौँ तर त्यसको नाम चाहिँ नेपालै राख्नुपर्छ है भन्ने खालको यस्तो हिम्मत गरेको थियो। अहिलेको नेताहरू के हिम्मत छ, कसैले केही भन्दा तुर गर्न पछाडि हिँडेछ। खासमा यो मान्छे राजा या नेता कोही पनि जनताले चाहेको होइन, देशको परिवर्तन गर्ने मान्छे चाहिएको, आफ्नो जीवन परिवर्तन गर्ने मान्छे चाहिएको होइन। ठिकै छ, यहाँ यसमा धेरै नबोलौँ। ओके साथीहरू, भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस्। अब हामी बाँकी अर्को कुनै भिडियोमा भेटौँला। हस्त, जय नेपाल।